भाइलाई पिटिन रुवाइनेरिनले त तेरिको अब भाइहरूले माया गर्दैनन् के रे सानलाई हेर त बाबुलाई अब अरे दाइलाई चोट लाग्यो भगवान मेरी चल्ली हेर त दिदी रिसाएर यस्तो गर्छ रिसाएर यो बच्चा कतै कतै पुरा रमिँदै गरिदिन्छ यो बच्चा रिसाएर आफ्नो मम्मीलाई म चिवटी कस्तो गर्दै छे कोले पिट्यो तिमीलाई भन्छ म पिट्छु त्यसलाई कोले पिट्यो सानी तिमीलाई कोले पिट्यो बाबा कोले पिट्यो सानी आओ मेरो छोरीलाई मम्मीले हानेको आज छतमा जान मन लाग्यो ए हो र ल ठिक छ बढिया बढिया ल है लोटाउली है राम्रोसँग जाऊ है यहाँबाट हिँड्दै हिँड्दै आज त सानो यसै यसै हिँड्दै 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 आइसक्यो यहाँ माथि है ल कहाँ पुग्यौ तिमी ल ल हिँड यो चिसो रहेछ त यहाँ जानुभयो त ल उता सकिनौ सकिनौ उठेर ल आऊ मम्मीले तान्ने आऊ न आइहाल्छौ ल के भन्नु उचाल्ने पछाडेन पछाडेर उचाल्ने गाह्रो पऱ्यो नि आऊ भनेको त त्यही भएर तपाईँको ल हिँड हिँड अझ हिँड 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 म ओछ्याउन लिएर आउँछु है त म ओछ्याउन लिएर आउँछु है तलबाट ओछ्याउन लिएर आउँछु है छोरी हजुर ल ल हजुर खोइ क्या लाग्थ्यो ए कपाल कोर्दै कति बिगारिदिएछ निले बिहान कपाल कोलेको अहिले कति बज्यो 2 बजीतिर यस्तो बनाइसक्छिन् हजुर दाइले बिगारिदिएको कपाल दाइले बिगारिदिएको कपाल ए हो र हो र भोक लाग्छ भोक लाग्छ ओहो यो आँखा पुरिन लगाइसके यो आँखा पुरिन लगाइसकेछ ल न माम भन्छन् अहिले 10 बजे 11 बजे खाना खाएको 2 बजी छैन अहिले माम भन्छन् के हो कि नै 2-3 कति बजे अहिले माम मन लाग्छ नि हेर त 3 बजेर 19 मिनट गरेछ माम अरे हेर त नै खाएको खाइ गर्ने हो खाएको खाइ गर्ने हो हेर त तिम्रो आँखा पुरिसक्यो आँखा हेर त कठै भरे आँखा पुरिसक्यो म तिम्रो कपाल कोरिदिन्छु है कपाल कोरिदिन्छु है कपाल कोर्दा रिसाउने त होइन हौ कपाल कोर्दा रिसाउने त होइन हौ दाइ रिसाउँछ दाइ रिसाउँछ तिमी रिसाउने हौ तिमी रिसाउने हौ हेर त यिनी आँखा पुरिसक्यो भगवान्